हेलो गाइस, आज फेरि ल तपाईँहरूको माझमा अस्तिको त्यो भिडियोमा चाहिँ एकजना हाम्रो सरले चाहिँ कमेन्ट गर्नुभएको थियो त्यहाँ भाडा अलि एकदम ठुलो हो भनेर। त्यो सानो चिटिक्कको एउटा भाडा लिएर मैले फेरि अर्को भिडियो बनाउन लागेको छु। अहिलेको चाहिँ मैले जसरी मेरो टार्गेट हमेसा चाहिँ बनाउने अनि त्यो बनाउने भन्दा पनि मेरो चाहिँ खाने बढी धेरै ठुलो टार्गेट हुन्छ। फेरि अहिले फेरि मैले पास्ता बनाएर पास्ता कसरी खान्छन् भने सिकाउँछु मैले। अस्ति पहिला सुरुमा मैले मोमो खान सिकाएँ, त्यसपछि फेरि मैले त्यसपछि अर्को दिन फेरि च्याउचो खान सिकाएँ मैले, च्याउचो कसरी खान्छन् भनेर। अहिले पास्ता पास्ता कसरी खान्छन् भने फेरि सिकाउँछु मैले। बनाउन चाहिँ म त्यति मैले मेरो भनाइ पहिल्यैबाटै छ एउटा। बनाउने चाहिँ त्यो मैले जान्दिनँ, तर खाना चाहिँ मैले सिकाउन सक्छु कसरी खाने भनेर। अस्ति त्यहाँ कमेन्ट एकजना चाहिँ हामीलाई पनि खाना आउँछ बनाउन आउँदैन भन्नुपर्छ, तर खाने पनि एउटा तरिका हुन्छ। मैले जसरी खानु पर्यो यस्तो गरेर हेर्नुहोस्, यस्तरी मोलेर यस्तरी खाने एउटा तरिका हुन्छ। त्यो खाने कसरी भन्ने कुरो म सिकाउँछु। बनाउनु नजान्दा पनि खाना पनि सिकाउनु जान्छु है। यसरी डेली मैले कसरी किलो खाने भने मैले तपाईँलाई सिकाइरहेको छु ल। यसरी हेर्नुहोस्, बनाउनु भयो।